चुनाव भान्न बुढा नीलकण्ठमा महाषड्यन्त्र। आर्जु राणा, पुलबहादुर र दुर्गा प्रसाईको गोप्य डिल लिक। तपाईले कहिले सोच्नु भएको थियो आफूलाई राष्ट्र र धर्म बचाउने भन्दै हिँड्ने दुर्गा प्रसाई र बुढा नीलकण्ठकी महारानी आर्जु राणा देउवा एउटै कोठामा बसेर गोप्य डिल गर्लान् भनेर? आज त्यो असम्भव कुरा सत्य साबित भएको छ। सञ्चार माध्यममा एउटा यस्तो तस्बिर लिक भएको छ जसले नेपाली कांग्रेसको देउवा गुटको असली अनुहार र फागुन 21 को चुनाव भान्ने उनीहरूको डरलाग्दो मास्टर प्लान उदाङ्ग पारेको छ। जसलाई हिजो दुर्गा प्रसाईले सडकबाट गाली गर्थे, आज तिनै आर्जु राणा र पूर्णबहादुर खड्कासँग बसेर उनले कुन खिचडी पकाउँदै थिए। गगन थापाले कांग्रेसको नेतृत्व खोसेपछि छटपटाएको देउवा गुटले चुनाव बिथोल्न कतिसम्मको गिरेको खेल खेल्दैछ। आज हामी हिरासतमा रहेका प्रसाई र बुढा नीलकण्ठको यो कालो गठबन्धनको जरैदेखि चिरफार गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुस्। यो षड्यन्त्र एकै दिनमा रचिएको होइन, यसको टाइमलाइन सुन्नुस्। खेलको सूत्रधार हुन् नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पुलबहादुर खड्का। गत माघ 8 गते दुर्गा प्रसाई पुलबहादुर खड्कालाई भेट्न उनकै निवास पुग्छन्। प्रमाण चाहियो? तस्बिर हेर्नुस्। प्रसाईले पहेँलो रङको मोजा लगाएका छन्। खड्काको तर्फ 4 तारे कांग्रेसको झण्डा छ भने प्रसाईको तर्फ नेपालको झण्डा राखिएको छ। त्यसको ठीक 4 दिनपछि अर्थात् माघ 12 गते महाभेटघाट हुन्छ। यसपालि इन्ट्री हुन्छ आर्जु राणा देउवाको। रातो रङको कपडा लगाएकी आर्जु, दायाँतर्फ पुलबहादुर खड्का र पछाडि राष्ट्रिय झण्डा राखेर बसेका दुर्गा प्रसाई। यो चिया खान गरिएको भेटघाट थिएन। उच्च स्रोतका अनुसार यो फागुन 21 को प्रतिनिधि सभा निर्वाचन कसरी बहिष्कार गर्ने र कसरी भान्ने भन्ने विषयमा गरिएको मौखिक डिल थियो। प्रसाई सडकमा आगो बाल्ने अनि आर्जु र खड्काले भित्रबाट ब्याकअप दिने, यही थियो योजना। तर प्रश्न उठ्छ, आर्जु राणा र पूर्णबहादुर खड्कालाई चुनाव भान्न किन पर्यो? यसको सिधा कनेक्सन गगन थापासँग छ। तपाईलाई याद छ? माघ 3 गते दुर्गा प्रसाईले एउटा भयङ्कर प्रेस मिट गरेका थिए। उनले दाबी गरेका थिए गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा 52 करोड रुपैयाँ घुस बुझाइयो। 22 सेकेन्डको भिडियो र नोट देखाएर उनले गगन थापाको चरित्र हत्या गर्ने प्रयास गरेका थिए। अब लजिक बुझ्नुस्। देउवा गुटको हातबाट कांग्रेस पार्टीको चाबी गगन थापाले खोसे। आर्जु र खड्का सडकमा पुगे। त्यसैले उनीहरूले गगन थापालाई सिद्ध्याउन दुर्गा प्रसाईलाई हतियार बनाए। तपाई बाहिरबाट गगनलाई 52 करोडको आरोप लगाउनुस्, चुनाव बहिष्कारको आन्दोलन गर्नुस्, हामी तपाईलाई समर्थन गर्छौं। आफ्नो हातबाट सत्ता जाँदैछ भनेपछि सिङ्गो देशको निर्वाचन नै बिथोल्न खोज्ने यो कस्तो राष्ट्रवाद हो आर्जु म्याडम? जब यो भेटघाटको तस्बिर दियो पोस्टले फेला पार्यो तब यी नेताहरूको रियाक्सन सुन्नुस्, तपाईलाई हाँसो उठ्नेछ। पूर्णबहादुर खड्कालाई मिडियाले सोध्यो, प्रसाईसँग भेट भएको हो? खड्काले ठाडै झुट बोले, मेरो भेट भएकै छैन। तपाईलाई कसले नचाहिने कुरा गर्यो? म अहिले मिटिङमा छु। वाह नेताजी, तस्बिरमा दाजुभाइ जस्तै टाँसिएर बसेको पुरै देशले देखिसक्यो अनि तपाई भेट भएकै छैन भन्दै हुनुहुन्छ। अनि यता निर्वाचन बिथोल्ने गतिविधि गरेकै कारण अहिले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईको हालत झन खराब छ। स्रोतका अनुसार प्रसाईले हिरासत भित्रैबाट आफ्ना छोराको मोबाइल प्रयोग गरेर यो तस्बिर डिलिट गराउन भयङ्कर दबाब दिइरहेका छन्। किनकि यो तस्बिरले प्रसाईको स्वतन्त्र र राष्ट्रवादी मुकुण्डो च्यातेर उनलाई देउवा गुटको ह्यान्डलर साबित गरिदिएको छ। यदि गल्ती गरेका थिएनन् भने एउटा तस्बिर मेट्न हिरासतबाटै किन यति धेरै पसिना बगाउनु पर्थ्यो र? यो लिक भएको तस्बिरले एउटा डरलाग्दो यथार्थ देखाएको छ। नेपालको राजनीतिमा कोही कसैको स्थायी शत्रु हुँदैन। यहाँ सिद्धान्तको होइन, स्वार्थको लडाईँ छ। सडकमा जनता उफार्ने दुर्गा प्रसाई र महलमा बसेर सत्ता चलाउने आर्जु राणा भित्रभित्रै एउटै सिक्काका दुई पाटा रहेछन्। आज जब गगन थापा, रवि लामिछाने वा बालेन शाह जस्ता नयाँ पुस्ताले यिनीहरूको सिन्डिकेट तोड्दैछन्
तब यी पुराना शक्तिहरू आफ्नो अस्तित्व बचाउन जस्तो सुकै अपवित्र गठबन्धन गर्न पनि तयार छन्। यिनीहरूको एउटै लक्ष्य छ, फागुन 21 को चुनाव भारी होस् र धमिलो पानीमा माछा मार्न पाइयोस्।